अब मलाई पनि तिमी जस्तै गोरो हुन मन लाग्यो होइन के गर्नुपर्छ भन त मलाई कहाँ लैदिने हो गोरो हुन मन लागेछ मैदा चाहियो मैदा चाहियो घिउ कुमार हुन्छ नि त्यो पनि चाहियो एकदम प्योर तेल चाहियो तोरीको तोरीको अनि त्यो मिसाउने अनि त्यसमा हैन कालो कोइला हुन्छ त्यो पनि राख्नु पर्यो अलिकति अनि त्यो सबै मिसाएर यस्तो गरेर पिnya 2 दिन लागेपछि आम्मामा सुरक कति वर्षको भएर अहिले तिमी मैले चाहिँ 80 वर्षको भयो रे भन्ने सुने त्यहाँ 80 वर्षको त भयो नि यस्तो प्लास्टिक सर्जरी गरेर अहिले फुच्चे हेरिरहेको छु फुच्चे हेरेर चाहिँ ओहो दाँत चाहिँ के हो त पुरै चमक छ त दाँतमा चमक किन नहुनु चाँदीको दाँत हो नि चाँदीको क्या बोला तूने चाँदीको दाँत हालेको कति खर्च लाग्यो खर्च त धेरै लाग्यो 32 लाख लाग्यो एउटा दाँतलाई चाँदीलाई त 1 लाख लाग्यो नेपाललाई अमेरिका जस्तो बनाउन के गर्नु पर्ला तेरो मुख फोर्नु पर्छ तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या तेरो माथि डोजर चलाइदिनु पर्छ बौलुन यो कुन प्यार साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार यो साला दिमाग खराब गरेछ यार आफ्नो पैसाले मापसै गर्दैन नि यस्तोहरू फोकटको खान्छ क्या साफ हेर्न अनुहार लोटरीको टिकट जस्तो छ त्यो पनि नपर्ने क्या ए बगलोले एउटा कुरा अमेरिकालाई त अमेरिका रहन दे नेपाललाई किन अमेरिका बनाउँछस् रे किन बनाउँछस् तिम्रो काका ठिकदार हो अमेरिकालाई के नेपाललाई अमेरिका बनाउँछ नेपाललाई कसरी राम्रो नेपाल बनाउनु पर्छ सोध्न बा मुख फारेर भन्दियो अमेरिकालाई नेपाल जस्तो नेपाल जागर तै बना पागला कहीँका पग्ल्यो दिमाग हाफै माइन्ड हो यो पुरा दिमाग छैन पोलियोको ब्रान्ड मास्टर अरू भन्नुहोस् तपाईँको के छ हाल खबर ठिकै छ मलाई पनि सोध्नु न तपाईँ के छ त अनि सुनाउनुहोस् मेरो त अलरेडी ठिक छ खाना खाएर आउनु भएको छ कि नखाएर आउनु भएको छ मैं बिहानै खाऊँ 12 बजे 12 बजे खाना साना खाएर बल्ल यहाँको तपाईँको अन्तर्वार्ता ल्याउने तपाईँ त मेरै लिन लाउनु भइगयो त अनि घरबाट आउँदाखेरि हिँड्दै आउनुभयो कि गाडीमा आउनुभयो आधा बाटोसम्म हिँड्दै आएँ आधा बाटोसम्म प्लेनमा आएँ आधा बाटोसम्म फेरि बाइकमा आएँ तरी तपाईँ त भेलु बाजे जस्तै कुरा गर्नुहुन्छ अनि अरू भन्नुहोस् के छ हाल खबर सबै ठिकै छ हाल खबर त्यो त अघि नै भनिसक्नु भएको छ त्यो ट्याब स्याब खाएर आएको होइन हान्नु पर्यो है भाइ यहाँ त मलाई तयार छु सिस्ना ल्यान लट्टी तयार छु पुरै कतिको छतलाई जोड ठिकला हैन बस दाफु छेकी छोरी मलाई कुनै अधिकार छैन तर यो ललितालाई हात उठा विवेककी सीताकी छोरीलाई हात उठाए भने ललि सिनालाई तर कहिले सोना हात उठा तर म सोनाको लागि तयार छु ललिता मरेर गए पनि जा हिटा गइजा म केही भएको छैन म खत्म बाय बाय टाटा गुड बाय गया